नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा किन गएनन् विपक्षी दलका शीर्ष नेताहरू? यसको कारण के हो? के गुमाए? मेरो आग्रह छ यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। भारत भ्रमणबाट फर्किएपछि रासोपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण, जारी राजनैतिक गतिरोध लगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष, सभापति लगायतका नेताहरूलाई बोलाएका थिए, जहाँ कंग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका अध्यक्ष, सभापति सहभागी भएनन्। दोस्रो तेस्रो तहका नेताहरू उनीहरूले पठाए, जहाँ प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति लगायतका विषयमा छलफल भयो। निकास निस्किएन। बैठकमा सहभागी नभएर गगन थापा, केपी शर्मा ओली, प्रचण्ड र हर्क साम्पाङले के गुमाए त? त्यसभन्दा अघि उनीहरू सहभागी किन भएनन् भन्नेबारे थोरै कुरा गरौं। मूलत यी पार्टीले आफूहरूको सरकार प्रधानमन्त्रीको अभिव्यक्तिमा रहेको, त्यसैले प्रधानमन्त्री सहभागी नभएको बैठकमा किन जाने भन्ने ठाने। अर्को, उनीहरू अहिले पनि रासोपा अंकले मात्रै ठूलो हो, हामी राष्ट्रिय शक्ति हौं, त्यसैले सर्वदलीय बैठक बोलाउने हामीले पो हो भन्ने ठाने। अर्को, दलीय प्रतिनिधित्व भइहाल्यो, आफूहरू नै जानुपर्ने बाध्यता नरहेको उनीहरूको सोच रह्यो। तर यो बैठकमा सहभागी दोस्रो वा तेस्रो तहका नेताहरूले चाहिँ संसदमा प्रधानमन्त्री नै उपस्थित भएर माफी माग्नुपर्ने अडान दोहोर्याए, जबकि रासोपा नेताहरूले परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै जवाफ दिने वा माफी माग्ने सम्मको आश्वासन दिएका थिए। यहाँ प्रश्न के छ भने, शीर्ष नेताहरू बोलाइएको बैठकमा आफूहरूले चाहिँ प्रतिनिधि पठाउने अनि सरकार चलाइरहेको पार्टी अर्थात रुलिङ पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिनिधि मार्फत जवाफ दिन्छौं भन्दा किन नमान्ने? मूलत शिष्टाचार निभाउन भए पनि उनीहरू जानुपर्दथ्यो। उनीहरू गएको भए सीमा विवाद वा अन्य विषयमा संसदमा जारी गतिरोध अन्त्यका विषयमा सामूहिक धारणा बनाउन सहज हुने थियो, र त्यो आवश्यक छैन भन्नुहुन्छ भने यो विवाद लम्ब्याउने र यसले यति संवेदनशील मुद्दा खेलाएर मुलुकको सम्प्रभुता थप कमजोर बनाएर राजनैतिक फाइदा उठाउन चाहनुहुन्छ भन्ने अर्थमा बुझ्न सकिन्छ। अब कुरा गरौं बैठकमा सहभागी नभएर गगन थापा, केपी शर्मा ओली, प्रचण्ड र हर्क साम्पाङले के गुमाए त? सत्तारूढ दलका प्रमुखले बोलाएको बैठकमा गएको भए केपी शर्मा ओली, गगन थापा लगायतका नेताहरू लिगेटिमेसी प्राप्त गर्न सक्थे। यो भनेको के हो? पूर्व प्रधानमन्त्री ओलीमाथि जेनजी आन्दोलन दमनको गम्भीर आरोप छ र उनीमाथि एक अपराधीको जस्तो दृष्टिकोण राखिएको छ। यो बैठकमा सहभागी भएको भए ओलीले राजनैतिक लिगेटिमेसी अर्थात वैधता र स्वीकार्यता प्राप्त गर्थे। गगन थापा र रवि लामिछाने जानी दुश्मन हुन् भन्ने भाष्य छ। उनी गएका भए राजनीतिमा हुने आरोप प्रत्यारोप क्षणिक हुन् र राष्ट्रिय मुद्दामा उनको आवश्यकता छ भन्ने कुराको पुष्टि हुन सक्थ्यो। प्रचण्डले जेनजी आन्दोलनको पनि ओनरसिप लिएका थिए र चुनावमा निर्वाचित भए लगतै अबको सरकारको अभिभावक आफू नै भएको अभिव्यक्ति दिएका थिए। उनी सर्वदलीय बैठकमा सहभागी भएर अभिभावकत्व लिने हैसियत राख्छु भन्ने दावीलाई केही हदसम्म वैधता दिन सक्थे। र हर्क साम्पाङ, जसले प्रधानमन्त्री विरुद्ध आगो उखलिरहेका छन्, उनले रासोपाको पोर्टफोलियोमा बालेन्द्रको वरिष्ठ नेता पदभन्दा माथि रहेका लामिछानेलाई विगतमा भनेको जस्तै अब तपाईँ प्रधानमन्त्री बन्नुस् भन्न सक्थे, जहाँ अरू विपक्षी दलको समर्थन पनि उनलाई प्राप्त हुन सक्थ्यो। र मूलत सीमा विवाद वा प्रतिनिधि सभाको गतिरोध दुवैलाई निकास चाहिएको छ। प्रधानमन्त्रीलाई आलोचना गर्ने तर प्रधानमन्त्रीकै पार्टीका अध्यक्ष जो कुनै पनि बेला देशको प्रधानमन्त्रीको कुर्सीमा पुग्ने हैसियतमा छन्, उनीसँग बसेर यी मुद्दा सेटल गर्ने कुरामा आफ्ना सुझाव, अनुभव राख्ने, सम्बन्ध सुधार गर्ने र राजनैतिक स्थायित्व कायम गर्ने कुरामा अभिभावकीय भूमिका निर्वाह गर्ने अवसरबाट विपक्षी दलका शीर्ष नेताहरू चुकेका छन्। तपाईलाई के लाग्छ? धन्यवाद।